कन्स्ट्रक्सन गर्दाखेरि अलिअलि फोहोर त भइहाल्छ होइन, तर यहाँ माथि लङतिर जाने मान्छेहरू यसो बेला बेलामा छिर्ने होइन, यसो प्राविधिकहरू चाहिँ कुनै टेक्निकल पर्सनहरू चाहिँ के भइरहेछ कस्तो भइरहेछ भनेर चाहिँ यसो हेर्न छिर्दाखेरि चाहिँ अलिक फोहोर देखियो भने होइन, साइड त अलिक फोहोर रहेछ है भन्छन् एक दुईजनाले चाहिँ, यसो सफा गरिदिएदेखि हुन्थ्यो, अलि सफादेखि झन् राम्रो देखिन्थ्यो भनेर भन्नुभयो। अब कन्स्ट्रक्सन हुँदै गर्दाखेरि त फोहोर त भइहाल्छ होइन, गिटी बल्ल बोक्क माथिबाट तल तलबाट माथि गर्दाखेरि। अब एकैचोटि सबैजनालाई चाहिँ ओपनिङ भइसकेपछि चाहिँ एकदम चकाचक बनाएर बोलाउने हो नि होइन, निम्तो दिने हो। ल आज हिजो ढलानको थकाइले बसे पनि कोही कोहीलाई चाहिँ ल सफा गर है भनेर भनेको थिएँ। चिरी च्याट्ट पारेछन्, ल चिरी च्याट्ट पारेछन्, ल गुड, ल ठिक छ, 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 ल ठिक छ। के भन्दै थियो? चुस्की हान्दै बसेको छ क्या होइन? अन्त हेर्दा चुस्की हान्दै बसेको छ त। बाहिरबाटै छेकिदियो भने हुन्थ्यो नि। ल हिजो गरेको ढलान त्यो रह्यो।